Good morning. आज हामी चाहिँ काठमाडौँ फर्किरहेका छौँ। घुम्ने भने यहाँ प्लान भर्खरको भर्खर चेन्ज भयो हाम्रो त्यही भएर हामी चाहिँ अब चितलाङ जाँदैछौँ। अब यहाँबाट चितलाङ बसेर चाहिँ काठमाडौँ जाने हो कि भोलि काठमाडौँ जाने यहाँबाट चितलाङ बस्ने कि भन्ने कुरो निस्क्यो यहाँ होइन। लुगा रेडी हुँदैछ, अब ब्रेकफास्ट गर्न जाने हो। फास्ट ब्रेकफास्ट गरौँ त्यसपछि काठमाडौँतिर लागौँ। तरकारी कपकेक अनि यो बनाना अनि यो जुस। हामीले ब्रेकफास्ट गरिसक्यौँ, अब हामी रुमतिर जाँदैछौँ। अब चाहिँ हामी रुम छोडेर जान थालेको चितलाङ काठमाडौँमै हो। सायद मेरो दादा चाहिँ जानुभयो, म चाहिँ गएन, त्यसैले हामी तिनजना मिलेर जाँदैछौँ। हामी चाहिँ तलबकोलाई भेट्नु पर्ने छ। बिनाजुलाई भेट्नु पर्ने छ, पल्ला गर्ने हुन्छ। हिजो चाहिँ मलाई आइसक्रिम खाएको थियो, त्यसको चाहिँ भ्लग बनाउन पाइनँ, सरी गाइस। हाम्रो रुमको बाहिरपट्टिको भ्यू होइन सर यो। उता चाहिँ गाड अङ्गल हुन्छ, उता गाड अङ्गल हुन्छ, उता पनि गाड अङ्गल हुन्छ, दुई साइड गाड अङ्गल हुन्छ होइन। यो पूर्व पश्चिम राजमार्ग छ यहाँ होइन। तर चितवनको बाटो चाहिँ एकदम दामी हो क्या, राम्रो पनि छ काठमाडौँ भन्दा। ल जाउँ सबै उसैलाई टेन्सन छ, ब्याग के छ कस्तो छ। यो लिफ्ट चढ्ने हो र? उसलाई हेर्नु पऱ्यो भने स्विमिङ पुल हो कहाँ। हिजोमा अस्ति सौरामा त अनि पुरा छाम्यो हो नि त, अनि पानी छामेर अरूले गरे भने चाहिँ म पनि गर्छु। ए छोरी चिसो छैन जस्तो छ कि एकचोटि खेलेर जाने? नखेलौँ, खेलौँ न खेलौँ। खेल्दा के हुन्छ त, गाह्रो छ। छोरी कहाँ आइपुग्यो ल भन्देऊ? दामी रहेछ त। कम तलतिर पनि छ होइन? राइड गरिने छैन क्या छोरी केही पनि। यहाँ त पिकनिक स्पोट हैन राखेको पिक्चरहरु छ गाइस
तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ होइन ए सहिद भने उहाँ हुनुहुँदो रहेछ ऊ सबै साइडतिर चाहिँ अनि यहाँ माथि जानु मिल्दैन मिल्ने त हो नि जानिने त होला नि होइन भने हजुर तर फुल चाहिँ सही रहेछ है यहाँको सजाएकै रहेछ ल मलाई त फुल बिरुवा भनेपछि ए फेरि फेरि यतै घुमेर लास्टमा घुमेर झर्नु पनि त्यहीँ रहेछ अनि सिटी गएको यही माथि चाहिँ जानु नमिल्ने चाहिँ मनमोहन अधिकारी जी भोग्लायो बज्यो कति खास चाहिँ 11:30मा आइसक्यो हजुर जिप लाइन कुन चाहिँ जिप लाइन रेल क्रस किस वाटर प्लान मेन त त्यो हो अनि सिडी नै सिडी छ लस्सी स्न्यापको कुरो छ यहाँ है लस्सी ल मलाई थाहा भइसक्यो लस्सी भनेको दही त हुन्छ अरे शहीद स्मारकको एउटा लस्सी मिठो देख्दै मिठो छ कि खतरा लस्सी मड्का लस्सी यति चिज खायो भने मलाई के फिल हुन्छ भने म चाहिँ यसको दुनियाँमा आएको जस्तो लाग्छ क्या मिठो मात्रै होइन कि मिठो आउनु मसँग धेरै छैन ल यस्तो रहेछ अझ फोटो सुट हुँदैछ यो घुम्ने पार्क हो के हो जाउँ खतरा बनाएको छ यार यो क्यारी नयाँ प्रविधि त झन्डीको पुल एकतर्फी वान वे भएकोले त्यो भएर मात्र प्रवेश गर्ने होला अस्ति जस्तै जस्तै तर अस्ति होइन यो होइन सिद्धियो घुमेर सिद्धियो पार्क घुमेर सिद्धियो ल अब यो चाहिँ गेट हो यस्तो यहाँदेखि यसो 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 यहाँ तल 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 तलसम्म यहाँसम्म तलसम्म अनि यता अगाडि आइसक्रिम अहिले भर्खर त्यत्रो खाएकोले छोडेछ अरे
पुरै गली त अगाला अगेला के अब कहाँ जाने यहाँबाट भीमफेदीबाट कता भीमफेदीमा खाजा खाएर चितलाङ जाने चाहिँ जाने बाटो कस्तो छ भन्ने कुरो छ यहाँ छोरी बाटो कता हो भीमफेदी राम्रो ठाउँ त भीमफेदी रे ल भीमफेदीको मोमो चाउमिन एक चाउमिन सस हो नि त यो तिमीले देखेको छैन यस्तो सस चितलाङ आइपुग्यो होइन त अब ऊ त्यहाँ गएर बस्ने ऊ त्यहाँ ऊ त्यो रिसोर्टमा यताबाट जाने साह्रै बाटो रमाइलो हुँदैछ नि अनि पेट दुख्न ठिक हो कुन ठाउँ चितलाङको रिसोर्टमा आयो रुम यस्तो छ अर्गानिक भिलेज रिसोर्ट रुम हेर यस्तो छ यो एट्याच बाथरुम सहित हो नि त हो नि बाथरुम चाहिँ पछाडि छ ल यहाँ बस नि तिमी यहाँ बसेपछि डर लाग्दैन बाइक राख्ने ठाउँ चाहिँ यस्तो रहेछ सेक्युरिटी हुन्छ अरे चन्द्रगिरीको बाटो भन्दा त चन्द्रगिरी त यही माथि हामी चाहिँ अब बाइकबाट लगेजहरू निकालेर आयौँ यहाँ हाल्नु मोमोहरू राख्नु भएको बाबा चाहिँ गइसक्नु भयो बाबाले खै राख्नु भयो होला सायद राख्नु भएछ झन्डै अघि बाबाले चाहिँ माउलाई झन्डै अट्टाइदिनु भएको लडे एक्टिङ गरेर मैले नि बिहान माउलाई एउटा प्र्याङ्क गर्दै थिएँ मजा आयो मलाई प्र्याङ्क गरेर मलाई चाहिँ के छैन गाई मैले झोला सोला के म बोक्छु माथि भयो नि के माथि भयो नि केही छैन पकौडा पनिर पकौडा र पानी यता कालो चिया एकदम मिठो छ पनिर पकौडा अर्गानिक भिलेज रिसोर्टको खाऊ खाऊ खाना
अब हामी कहाँ जानु लाग्यो के अरे नस्पाती हेर्न ला नस्पाती कुन खेतबारी जस्तो हो त खेतबारी नै छ त अनि खेतबारी जस्तो हुन्छ ओहो टायर सायर हालेर ट्याक्क बनाएर छ बाटो चाहिँ उयो माथि जाउँ न हिँड अनि यो त्यहाँ उता अहिले माथिबाट कस्तो चाहिँ हेरेपछि पो बस्ने हो त आनन्दले मदन भण्डारी विश्वविद्यालय अरे यो चाहिँ ल बस मैले अब फोटो खिच्छु तिमी यहाँ बस ल श्वास फफा चाहिँ किन भयो त हो आइसक्यो अहिले भर्खर यहाँबाट गएको यहाँ आयो नि त घुमेर ल दाउराहरू चाहिँ चट्ट गरेको होइन अँगालोमा बेच्ने हो कि बाल्ने हो कि के हो यो ऊ त्यो ढोकाबाट कहाँ रुममा जाने रुममा किन जाने एकछिन बसौँ न हेर्ने आरती चाहिँ कहाँबाट हुन्छ अहिले यो हजुर नर्मली कति बजे हुन्छ यहाँ 8 बजी पछि ल के अहिलेसम्म राम्रो थिएन अहिले हेर्दा बत्ती बालिस कस्तो दामी देखियो मान्छे कम भयो भने त्यही हाल त हो नि तिम्रो टोपी खै टोपी 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 मोजा पनि लौ सकिँदैन आमा यस्तो चिसो मै मोजा लाउँछु जस्तो ला हो लाउने हो चिसो के चिसो पनि आमा जाडै नहुने मान्छे हाम्रो जे लायो फाले डिनर हो लन्च डिनर उलेर आउनु पर्ला जस्तो छ हुन त जाडो छ न यार के अरे सलाद ग्रिन सलाद छोरी जाडो भयो मजा आएछ अब त्यो भित्र कसरी भात खाइन्छ त अनि त्यो मुख छोपेर खाइँदैन मिल्दैन तिमीलाई त सधैँ जाडो नहुने मान्छे
है अहिले त कति जाडो ल खाना आउँछ नि है जाडो तिमी के दाल पनि खाने मासु पनि खाने पनि खाने मासु पनि खाने पनिर पनि खाने हो पनिरको झोल पनि खान्छ पनिरको झोल छ खा त्यहाँ छ अनि म मासुको झोल नि खान्छु 5 स्टार हो ल अनि यसले गर्दा अप्ठ्यारो हुँदो रहेछ नि बस्नु चियरमा त सजिलो हुन्छ गाइस मैले चाहिँ डिनर सिक्दाइसकेँ यहाँ चाहिँ बाबाले खाने हुन्छ यहाँ मामुले मैले चाहिँ डिनर लगभग सिक्दाएँ यो अचार मामुको मलाई चाहिँ पिरो लागेको थियो गाइस मेरो मामुको अनि डिनर सिक्दिनु थाल्यो मम्मीले देखेको छैन गाइजले अनि मम्मीलाई फुल देखाइदेऊ त हो फ्रेम भित्र आउने गरी हो देख्यो कस्तो रहेछ बाबु डिनर बाबा कस्तो कति स्टार दिदी 5 स्टार 2 स्टार अनि तपाईँ के बाबा तपाईँ 3 स्टार 3 स्टार ल रुममा जाने बेला भेटौँ ल गाइस अहिले चाहिँ बाबा मम्मीको डिनर सकिन दिनुहोस् अनि हामी रुममा जाने बेला भेटौँ ल किन झुकिनु हाम्रो आफ्नो रुममा माथि भन्छन् त्यो क्या त्यो भएर यहाँ बाहिर पनि थाहा आफूलाई छिटो छिटो खोलिहाल्नु पर्यो रुम त है झन्डै लड्यो म चाहिँ आजको लागि त्यति चाहिँ बाई अहिले चाहिँ हामी ब्रेकफास्ट गर्न जाँदैछौँ रेडी भएर चिसो छ दाग फुटिरहेछ बाफ मात्रै होइन के उठिरहेछ यस्तो चिसो छ कि यसरी चिसो त कस्तो चिसो छ कहाँ त काम छुटेको नि होइन त फेरि पानी खाने कि चिया खाने त खाजा आयो खाजा खाजा आयो यो चाहिँ ब्रेकफास्ट मामालाई चाहिँ चिकन चिल्ली हो बाबालाई चाहिँ चिकन चिल्ली आएको छ होइन ब्रेकफास्टमा उयो छ यी भेजलाई अन्डा आएको छ ब्रेड आएको छ अन्डा खानुहुन्छ भनेर सोधेको थियो अन्डा देखेन यो उसले उसिनेको सोच्यो होला उसिनेको होइन नि त ब्रेकफास्ट खान्छु भने मात्रै भन्ने अनि खाना चाहिँ नखाने त्यो पपैया सबै बाँकी हो अन्डा नि बाँकी नखाने के उता चोपिएर त अन्डा मन पर्दैन उसिनेको चाहिँ मनपर्छ हो मलाई चाहिँ भुगो ब्रेकफास्ट पनि सधैँ लाइट खाने अन्त हेभी भयो ब्रेकफास्ट गर्यो अब जाने हामी रुमतिर जाने अनि रेडी हुने त्यसपछि एकैचोटि बाटो अप्ठ्यारो छ त्यसैले
भ्लगिङ गर्दैन गर्दैनौँ बाटो कस्तो छ थाहा छैन ल हामी चाहिँ फर्स्ट टाइम चितलाङ आएको हो नि त फर्स्ट टाइम चितलाङ आएको हो अब सेकेन्ड टाइम आउने चाहिँ कहिले हो थाहा छैन होइन सायद आफ्नो साथीहरूलाई ल्याउनुहुन्छ होला चितलाङ बाबाको चाहिँ प्लान गर्न सक्छ है यो उता जाने प्लान यता आउनु पनि सक्छ गाइस हामी चाहिँ घर आइसक्यौँ सरी गाइस हामीले चाहिँ भ्लग बनाउन पाएनौँ बाटोमा बाएनौँ पाएन किनकि खाडा गुनाउने बाटो चाहिँ